welcome back again my BNT Blog YouTube channel. So guys, I will try to capture beautiful moment about Nepal Festival celebration 2025 April 20. Yes, this is the first time celebration in this UA. प्रोग्राम हुने ठाउँ चाहिँ अलि टाढा भएको भएर हामीले चाहिँ गाडीमा जानु पर्यो तर हामीसँग चाहिँ आफ्नो पर्सनल गाडी थिएन त्यही भएर हामीले मेट्रो युज गर्नुपर्ने भएकोले हामी यस अफ कोर्स डेभलप कन्ट्रीमा मेट्रो पनि यस्तो दामी थियो यस्तो भ्युजहरू पनि बवाल थियो क्या म चाहिँ बवालले रमाइलो गर्दै जाँदै थियो होइन मेट्रोमा पनि सुरुमा त हल्का हल्का थियो पछि त प्रोग्रामको कारणले या प्लस अब यहाँनिर दुबईमा मेट्रो युज गर्ने मान्छेहरू चाहिँ टन्नै हुन्छ क्या यस्तो खाँदा थियो तर पनि हामी चाहिँ के कमी भनेर खाँदा भएर हामी चाहिँ मेट्रो युज गरेर बाहिर जाँदै थियो अनि हामी चाहिँ रेड लाइनबाट ग्रिन लाइनमा जानुपर्ने थियो त्यही भएर भिडभाड खाँदा थियो यो प्रोग्राममा जानुको लागि मैले चाहिँ धेरै मेहनत गरेको छ क्या लाइक 36 घन्टा चाहिँ नसुती म प्रोग्राममा गएको थियो किनभने मेरो छुट्टी नै थिएन अब यसलाई रहर जागर या नेपालप्रतिको माया जे भने पनि विदेश भएपछि आफ्नो देशप्रतिको माया नै भन्छु म चाहिँ मलाई लाग्छ त्यो दिनको प्रोग्रामको लागि भनेर टन्नै नेपालीहरू त्यसरी नै आउनुभएको थियो होला किनभने मेट्रो भरि नेपाली नै नेपाली देख्नु हुन्छ अहिले चाहिँ फोटो खिच्ने रेडी भइसक्नु भएको थियो अनि भोलिको दिनमा चाहिँ ठिकठाकमा आउँछ है यो दिदीहरूको ल भोलि पछि हेर्नु होला है त यसरी नै हाम्रो चाहिँ सुख दुःख रमाइलो गर्दै हामी चाहिँ मेट्रोबाट चाहिँ निस्केर पैदल यात्रामा लाग्न थालिसकेको थियौँ सँगसँगै हल्का फुल्का नेपालीहरू पनि आउँदै हुनुहुन्थ्यो हेलो हाम्रो दाइहरू चाहिँ फेरि चिया गर्मीले गर्मी काट्छ भनेर चिया पिउन थाल्नु भएको थियो पिपलको फेदमा बसिरहेछौँ हाम्रो दाइहरू अनि सबैजना सो या कैसा लग रहा है सर हम लोग तो प्रोग्राम में नहीं पहुंचे अभी तक लेट्स सी अब प्रोग्राम कैसा होगा थोड़ा बाद में हम लोग भी एंट्री करेगा उधर है एंट्री हो रहा है हम लोग थोड़ा हवा खा रहा है सो पिपलको चिसो हावा खाँदैछ आमामा गाइस टु मच गर्मी है ये बहुत गर्मी था सो मैं चाहिँ टोपी लगाएँ सो गाइस दाइहरू हुनुहुन्छ यता अनि हामी स्ट्रिट भ्यूतिर पुगिसकेको थियौँ अब प्रोग्राममा कस्तो हुन्छ लाग्छ यति धेरै मेहनत गरेर आइसके पछाडि त अब यस्तो दृश्यहरू भनेको त कमी नै हो भर्खर छिरेको थिएँ भर्खर मान्छेहरू पनि आउँदै हुनुहुन्थ्यो अलरेडी आइसकेको पनि थियो अनि रातिसम्म चाहिँ बबालै मान्छे हुन्थ्यो क्या साथसाथमा यो क्रिक भ्यूको यो पार्क चाहिँ बबाल रमाइलो मिठो रहेछ मिठो प्रोग्रामहरू चाहिँ स्टार्ट भइसकेको थियो आफ्नो कल्चर आफ्नो संस्था धेरैजना धेरै कम्युनिटिजहरू थियो होइन मान्छेहरू पर्सनली प्राइभेटहरू पनि एकदम धेरै थियो फर इक्जाम्पल कि हामी जस्तै सिङ्गल एक्लो दुईला तिनवटा होइन त्यसरी पनि रमाइलो गर्ने मान्छेहरू चाहिँ टन्नै थियो अनि यसरी नै भिडभाड उता देखेँ अनि म चाहिँ दाइहरूले भनेर ल म चाहिँ भिडियो बनाउनलाई उता गएँ भनेर दाइहरूसँग पनि छुट्टेँ होइन यस्तो भयो थियो नि आफ्नो कल्चर स्टार्ट गर्न थालेँ विशेष तामाङहरूको चाहिँ डम्फुहरू थियो तामाङको बस्तीहरू थियो अनि भिडभाड अब एकैचोटि त क्यास नहुने अलिक छिटो गरेर अर्को यो चाहिँ राई टोलीको रहेछ तर भाषा चाहिँ नबुझ्ने तर पनि यस्तो मिठो ड्रेसहरू आफ्नो कल्चर सेलिब्रेसन इट वाज अमेजिङ उहाँहरू चाहिँ हुनुहुन्थ्यो पर्वत समाज युए यो पछि चाहिँ फेरि लिम्बूहरूको आउँदै हुनुहुन्थ्यो यस्तो बबाल मेरो नजर चाहिँ कसम चाहिँ आफ्नो कल्चर वेशभूषा जाति होइन यस्तो तर मलाई सबैभन्दा मन जित्ने मेरो आँखामा जाने चाहिँ यो लिम्बूवानहरूको रहेछ एकदम ब्युटिफुल थियो अरू पनि कम चाहिँ थिएन तर पनि मेरो लागि चाहिँ बेस्ट लिम्बूहरू नै थियो सो नेक्स्ट आउँदै हुनुहुन्थ्यो हेर्दैछु म त मलाई त कतिवटा ड्रेसहरू त कल्चर ड्रेसहरू थाहै थिएन कि यहाँ आइसके पछाडि थाहा भयो क्या यति धेरै भिडभाड थियो भिडियो बनाउने फोटो खिच्ने रेकर्ड गर्नेहरू त बबालै कमी थिएन अनि यसरी नै स्टेजहरूमा जाँदै हुनुहुन्थ्यो स्टेजको पनि नदेखाउने कुरा त भएन अब पनि फेरि स्टेज देख्दै म चाहिँ फेरि म एक्लै थिएँ म एक्लै मेरै पारामा थियो क्या रमाइलो गर्दै थियो अब डेफिनेट इन्जोय गर्न आएको एक्लै भए पनि बालै भएन बालै फरेर भनेर यतिजना नेपालीहरू हुनुहुन्थ्यो
फोटो बनाउने क्याप्चर गर्नेको लागि त गएको थिएँ स्पेसल है सो यस अफकोर्स त्यतातिर देखाउँदै हुनुहुन्थ्यो हल्का बाँकी आफ्नो आफ्नो कल्चरको बारेमा आफ्नो उसको लागि वेशभूषाको लागि चाहिँ उहाँ उद्घोषकहरूले भनिराख्नु भएको छ बाँकी कुराहरू चाहिँ बिस्तारै बिस्तारै सुन्दै जानु होला हेर्दै जानु होला हल्का बोरिङ लाग्यो भने हल्का हल्का स्पिड गरेर काटेर हेर्दै हुन्छ तर अलिकति हल्का लामो चाहिँ छ है त हेर्नुहोस् किप वाचिङ किप रकिङ नेपाल सरकारले आदिवासी जनजाति सूचीकृत गरिएको आदिवासी जनजाति मध्येको एक गुरुङ वा तमु जात रहेको छ गुरुङ वा तमु साथीहरू आफ्नो आफ्नो कल्चर वेशभूषाको लागि बोलिराख्नु भएको छ उहाँहरूले चाहिँ यदि तपाईँले थाहा छैन भने उहाँहरूबाट यो कुराबाट यो भ्लगबाट पनि केही कुराहरू जानकारी हुनेछ सो गाइज हेरेर चाहिँ साथ दिनु होला किप वाचिङ किप कन्टिन्यू अनि यसरी हल्का थाहा भइसके पछाडि चाहिँ अब डेफिनेटली सिङ्गरहरू डान्सरहरू पनि आउनुहुन्छ त्यो चाहिँ अब अलिक पछि पछि हुँदैछ देखाउँदैछु हेर्दै जानु होला प्रसिद्धि कमाउन भाइ ब्रिटिस सरकारबाट भिक्टोरिया क्रस ठुलो पदकसम्म प्राप्त गर्न सफल भएका छन् The indigenous Magar community, Jorle, Magar are one of the largest and oldest indigenous ethnic group in Nepal with their own rich culture, language and tradition. They make up to 7% of Nepal's population according to census of 2021. They are traditionally found in Mill Hill regions like Palpa, Rukum, Rolpa, Piuthan, Baglung, Magdi and Tanahu. Many Magars are also served in Gorkha Regiment of Nepal, India and UK. They representing the indigenous Tamang community. Tamang people are one of the largest indigenous ethnic group in Nepal. As per the census of 2021, their population is over 1.5 million, making up to 5% of Nepal's total population. They mostly live in the hills surrounding the Kathmandu Valley, including Rasua, Nuwakot, Dhading, Makwanpur, Kapre, Sindhupalchok and Dolakha, as well as the eastern and central Nepal. They speak the Tamang language, which is part of Tibeto-Burman language family. They follow Tibetan Buddhist mixed with Bon and animist practices. They have their own calendar, traditional music instrument, dances and rituals to welcome the new year. They have a deep musical tradition. Their signature instrument is Dampu and Tungna. तामाङ जाति आदिम कालदेखि बसोबास गरिरहेका आदिवासी जनजाति मध्येको दोस्रो ठुलो जनसङ्ख्यामा भएका तामाङ जाति हुन् अहिले तामाङहरू नेपालको 77 वटै जिल्लामा रहे तापनि ऐतिहासिक तथ्याङ्क अनुसार तामाङ वंशका मानिसहरू याम्बु अर्थात् काठमाडौँ उपत्यकाको मूलवासी हुन् भन्ने पुष्टि गरेका छन् हाल तामाङहरूको बसोबासको अवस्थालाई हेर्ने हो भने पनि काठमाडौँ उपत्यका र यसको वरिपरिका जिल्लाहरूमा नै बढी पाइन्छ The Tamang community's tradition. Dampu dance and music is usually performed during festival, parades or special events like Sonam Losar, Indigenous Day or national celebration. Dampu Jagi is circular group dance where performers sing Tamang Selo and play Dampu while dancing. Dampu itself is said to have been created by a Tamang king as a tribute to nature, and the circular dance symbolizes unity and harmony. नेपालमा धेरै बोलिने मातृभाषा मध्ये तामाङ भाषा पाँचौं स्थानमा 4.88% रहेको छ तामाङ जातिको प्रमुख चाड वा पर्व सोनाम लोसार हो तामाङ जातिहरू धार्मिक दृष्टिकोणले मूल रूपमा महायानी बौद्ध धर्म अन्तरित लिङ्गमा सम्प्रदायको अनुयायी हुन् तर आदिम कालमा तामाङहरू प्राकृतिक पूजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे र अबको क्रममा किरात राई आयोगका शाखा युएका कलाकारहरूलाई स्वागत गरौँ The Kirat Rai people traditionally follow animism and shamanism, worshipping various natural elements, spirit and deities. Ancestor worship plays an essential role in their religious practices. राई जातिभित्र विभिन्न उपजातिहरू रहेका छन् जुनमध्ये बान्तवा, चामलिङ, थुलुङ, कुलुङ, वायुङ, मेवाहाङ, साम्पाङ, खालिङ, वाम्पुले, जेरो, तुमी, लोरोहुङ, याम्बु, आठपरिया, कोही, छिलिङ, छिन्ताङ, तिलुङ, दुङमाली, नाच्छेरिङ, पुमा, बुङ्लावा, बेलहारी अब आफ्नो कल्चरको बात सुनेर भिडियो बनाउँदा मलाई चाहिँ घामले डढेर यस्तो थाकिसकेको थियो आज घाममा यस्तो भिडियो भएर बसिरहेको छ होइन खै यतातिर यो मान्छेले चाहिँ के बनाएको बस्ने ठाउँ बनाएको के को लागि बनाउँदैछ त्यहाँ चाहिँ के बनाएको घामले डढेर यस्तो हालत पनि कहाँ भइसक्यो मेरो चाहिँ थाहा छैन मेरो साथीहरू पनि कहाँ गयो कहाँ बस्यो छ कहाँ
यति धेरै गर्मी थियो मेरो चाहिँ हालत पनि खराब भइसकेको थियो अनि म चाहिँ यहाँनिर सूर्य के जस्तो यस्तो दामी देखेर आएको यहाँ चाहिँ अनि तपाईँलाई देखाउँछु ल फोटो खिच्ने कार्यक्रमहरू चाहिँ बबाल थियो किनभने यता चाहिँ ब्युटिफुल भ्युज थियो सँगसँगै यहाँ हेर यस्तो दामी यो के भन्छ आई डोन्ट नो वाट इज नेम अफ दिस सो मान्छेहरू आउने जाने हुँदै थियो मलाई चाहिँ उ त्यहाँ एकदम पहाड हेर्नु मन लाग्यो सो पहाड हेर्नुलाई गएको अब साथीहरू कोही छैन साथीहरू थियो तर कहाँ गएको साथीले खोज्दा खोज्दा गाह्रो भयो Look at this beautiful, right? I was dangerous cactus. I think cactus भन्छ होला I think यसलाई है BNT Vlog brother welcome सबले लाइक सब्स्क्राइब यसलाई चाहिँ म माया गर्छु यार यसलाई चाहिँ माया गर्छु यार है हाय हाय फिदा लट्ठै भयो नि म त BNT Vlog हो गाइज लभ यु यार स्योर भ्लग बनाउने क्रममा हल्का रेकर्डिङ गर्दै थियो साथीहरू आएर वा रोमान्टिक एकदम रमाइलो भएको थियो अनि यतातिर चाहिँ भिडभाड बढ्दै थियो होइन सो हेर्नुहोस् यहाँ यस्तो रमाइलो आफ्नो आफ्नो तालमा डान्सहरू प्रोग्रामहरू हुँदै थियो होइन यो चाहिँ आफ्नो आफ्नो कल्चर डान्सकै त्यही म्युजिक बाजा समय बाजाहरू बजाएको रमाइलो गर्दै थियो कि स्टेज पनि स्टार्ट भइसकेको थियो यो गीत सुन्ने बित्तिकै कुचबिहारमा आउनु पहिला यस्तो बबाल रक भइरहेको थियो कि अनि यता फोटो खिच्ने कार्यक्रम पनि हुँदै थियो अनि यता डान्स कार्यक्रम पनि सुरु भइसकेको थियो डिजीमा नबोल्नु कि जस्तो लागेको थियो डिजीमा पनि अरू सँगसँगै नेक्स्ट डान्स पनि भइरहेको थियो त्यसमा चाहिँ होइन तपाईँले बोल्नुहोस् भनेर सँगसँगै डिजीमा चाहिँ अरू आफ्नो आफ्नो डिफ्रेन्ट कल्चर डिफ्रेन्ट सङहरूमा चाहिँ डान्स देखाइरहेको थियो आफ्नो आफ्नो है सो अब चाहिँ अर्को टोलीहरू पनि आउँदै थियो कि बिट भागमा म पनि थियो भनेर थोरै देखाइदिइसकेको थिएँ कि मैले Thank you very much. I love you Nepal. I love you Nepali people. त्यसो बाटो तलिन्छ कि भेटै नभएको मरिन्छ कि भन्दै बसेको थिएँ म तर फाइनली फेरि हाम्रो भेट भइसकेको छ र हामी आदिवासी जनजाति महासंघ युएको आबद्ध जातीय संस्थाहरूको प्रस्तुति लिएर तपाईहरुलाई मनोरञ्जन गराउनको लागि हामी यो स्टेजमा आइसकेका छौं र कृपया आदिवासी जनजाति महासंघ युएको लागि
2082 सालको शुभकामना ल बन्दुकबाट निस्केको गोली हो विश्वास गर दिनेशको बोली हो परमालाउला नि जोबाना देऊ मलाई धर्म लाउला नि के कसो हो एकपल्ट यतापट्टिको ताली सुनाउन हामी हात उठाउनुहोस् त एकपल्ट 20 पट्टिको देखाउनुहोस् त अब एकपल्ट लेफ्ट साइड थ्यांक यू सबैजना रेडी होइन त एकपल्ट माथि है यो हो त सबैजना कम अन यो आहा आहा यो हे हे सबैजना ताली आहा आहा सबैजना हैन आहा 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 हर्षले गदगद भएछौँ सबैजना एकपल्ट फेरि ताली बजाएर स्वागत गरौँ मन्त्रीज्यूलाई Lasso Kafunda, Dampu Selo song. Dampu Selo is a traditional and vibrant folk music genre of Tamang community, usually performed with dampu. It's rhythmic, emotional, and often using in storytelling, covering the themes of love, struggle, culture, and everyday life. Ladies and gentlemen, Tamang Samaj UA. आमाइले होय आमाइले होय आमाइले होय आमाइले आमाइले जन खाइला सरलो नोब जंगला लालू दाले साथे नमोला लालू दा युल सारी शुभा लालू दा शोंगला सीमे बुमेदा दिमलाई जो हो जोमोदा लाचांग मोसे सेरगेम पुला मैले चाहिँ गीतहरू चाहिँ एकदम राम्रो राम्रो थियो पुरै फुल रेकर्ड गरेर राख्न खोजेको थिएँ तर अलिक लामो भिडियो हुने भएको कारणले हल्का हल्का कुनै कुनै चिजहरू चाहिँ काटेर राखेको छु होइन सो फुल भिडियो चाहिँ हेर्न पाउनुहुन्न है एकदम त्यसको लागि एकदम सरी पत्ता हेर्दै जानु होला नेक्स्ट डान्स नेक्स्ट पर्फर्मेन्स आउँदै हुनुहुन्छ फरक फरक कलाकारहरू आउँदै हुनुहुन्छ डान्सहरू आउँदै हुनुहुन्छ सिङ्गरहरू आउँदै हुनुहुन्छ मलाई लाग्छ जति पनि डेको प्रोग्रामहरू चाहिँ हेर्नु पाइन्छ नाइट इभिनिङको चाहिँ मैले हेर्नु पाउँदिनँ किनभने अझ इभिनिङमा चाहिँ एकदम ख्यातिप्राप्त सिङ्गरहरू चाहिँ आउनु हुँदैछ अरे होइन तर मैले चाहिँ बेलुका चाहिँ ड्युटी भएको कारणले म चाहिँ हेर्नु पाउँदैन सो यत्तिकैमा यही चिजहरू यो सिङ्गर यो डान्सरहरूमा हेरेर नै मलाई चित्त बुझिरहेको छ रमाइलो लागिरहेको छ एकदम
यो मायालाई देखेपछि मन भुल्यो लै हो परी लै एनी लै हो परी लै Thank you so much. Kirat ताली चाहिँ बजाउनु होला है ताली उहाँहरूले राम्रो प्रस्तुति दिँदै हुनुहुन्थ्यो अनि बिचमा चाहिँ हल्का बोल्न मन लाग्यो यहाँ चाहिँ शेरपरको पनि डान्स थियो अनि आई एम सुपर एक्साइटेड किनभने मेरो साथी आउँदै हुनुहुन्थ्यो बल्ल बल्ल लङ टाइम पछाडि साथी आउँदै हुनुहुन्छ आई एम सुपर एक्साइटेड म चाहिँ भेट्न जाँदैछु Hello man, this is so hot man. Look at this guy. Come on man. यस्तो खुसी लाग्यो हैन ल मलाई एकदम खुसी लाग्यो तर म बस्छु होला अलिक एकछिनसम्म चाहिँ बस्छु होला हैन सो गाइज लुक एट हियर सो अलि पछि कुरा गर्छु म मेरो साउन्डै हराइसक्यो चाहिँ यार ल यार एकदम खुसी लाग्यो है तिमी त्यसो नभन न हौ तिम्रो झन् हेर न सिस्टम हेर न यार सिस्टम फाट्दिएका भाइ वासरुम यहाँ लाइनमा बस्नुपर्छ उता हेर न लुक एट द्याट म्यान लाइक पुरो टोटली बस्नुपर्छ लाइनमा के खाने उतै छ बवाल है म कहाँ गएर हुनु हेर न यो मान्छे यस्तो ह्यान्डसम भएछ होइन अलरेडी पहिला थियो तर मोटु थियो यार कसम तिमी यस्तो बवाल फिटनेस बनाएछ होइन इट वाज टोटली अमेजिङ ब्रो होइन ओ माइ गॉड के गर्नु अब के गर्नु नमिल्ने होइन अल्लो 16 Pro Max हो कस्तो पनि यो मान्छेहरू हेर्नु न रुखमा बसेर यति धेरै साथ भइरहेको होइन माया झुन्ने चाहिँ मैले पछाडिबाट खिचेको थिएँ सो डेफिनेटली यो पनि थाहा थिएन यति धेरै मान्छे छ कि यति धेरै क्राउड छ यता बिचतिर पनि रहेछ कि मलाई खास बिच चाहिँ थाहा थिएन अनि हाम्रो एकजना साथी चाहिँ ब्लगर युट्युबर होइन सो हि के भन्नु उसको तारिफ गरेर साध्यै छैन होइन नेपालीहरूको जोस जागर चाहिँ यो कार्यक्रम यो प्रोग्रामबाट पनि प्रष्टै हुन्छ क्या सो इट वाज अमेजिङ गाइज इतना मजा कर रहा था देखो ना ओ माई गॉड दे गाइज वी आर इन्जोइङ अ लट म पनि त्यो सँगसँगै साथी पनि भइसके पछाडि त एक्स्ट्रा इनर्जी आएको थियो क्या देन डेफिनेटली आई एम भेरी ह्याप्पी नै एन्ड आई इन्जोय अ लट अनि साथीले नै हान्देऊ न हौ डान्स गर्दै भनेको अलिअलि हल्लाइरहेको थियो क्या साथीले चाहिँ बवाल डान्स दिँदै हुनुहुन्थ्यो बिचमा लजाइ है या केशव सोल्टीसँग भेट भएर चाहिँ बवाल रमाइलो भयो अनि साथसाथमा यो प्रोग्राम त अलरेडी बवालै थियो मेरो लागि यो प्रोग्राम सकिसकेको थियो बिकज आई हेभ टु गो ब्याक टु वर्क सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब बाई